हेलो सम्पूर्ण मित्रहरूलाई फेरि पनि ख्रिस्टको नाउँमा जय मसीह अनि नमस्ते। फेरि पनि तपाईहरुको माझमा म छोटो परमेश्वरको वचन लिएर म उपस्थित भएको छु है। हामी परमेश्वरको वचनदेखि हामी फेरि हेर्दैछौँ यूहन्ना रचित सुसमाचार 3:16। हामी सबैलाई थाहा छ है, हामी सबैले थाहा छ। यसलाई पढ्दैछु र यहाँ लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। हालेलुया। परमेश्वरको महिमा र परमेश्वरको प्रशंसा भएको होस् है। हामी सबैले यो वचन पढेकोमा र सुनेकोमा तपाईँ र मलाई परमेश्वरले प्रशस्त मात्रै आशिष दिनुभएको होस्। आमेन। र यहाँ के लेखिएको छ भने दुईटा शब्द अथवा दुईटा कुरा लेखिएको छ, एउटा प्रेम, एउटा जीवन, अनि अर्को एउटा पिता र एउटा पुत्र हैन को बारेमा हामी बताउँदछ यो बाइबलले। अनि हामी हेर्यौं भने परमेश्वरले संसारलाई चाहिँ यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई उहाँले दिनुभयो हैन। जब परमेश्वरले संसारलाई प्रेम गर्नुभयो हैन, तपाईं र मलाई प्रेम गर्नुभयो, तर पुत्रलाई भनेको छ। पुत्रको चाहिँ के खाँचो त हैन। जब परमेश्वरले नै तपाईँ मलाई प्रेम गरिरहनु भएको छ र परमेश्वरले तपाईँ मलाई माया गर्नुभएको छ भनेपछि पुत्रको के आवश्यकता थियो त। यहाँनिर हामी पढ्दै गयो भने हामी बुझिँदै गयो भने र पुत्रको चाहिँ यहाँ चाहिँ के लेखिएको छ भने पिताले चाहिँ तपाईँ मलाई प्रेम मात्रै गर्नुभएको छ। उहाँले तपाईँलाई मलाई माया र प्रेम मात्रै गर्नुभएको छ। तपाईँ र म जुनसुकै वर्गको भए पनि, जुनसुकै हैन जातिको भए पनि, र तपाईको मेरो काम राम्रो होस् र तपाईँ र मैले परमेश्वरले चिनेको होस् नचिनेको होस्, तर परमेश्वरले चाहिँ तपाईँ मलाई प्रेम चाहिँ गर्नुभएको छ। आमेन। अनि अर्को कुरा पुत्रको बारेमा यहाँ लेखिएको छ, तर पुत्रलाई चाहिँ उहाँले किन दिनुभयो त? परमेश्वरले जब तपाईँ मलाई प्रेम गर्नुभएको छ भने पुत्रलाई चाहिँ उहाँले किन दिनुभयो? अब हामी पढ्नेछौँ है, फेरि पढ्नेछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो भनेको छ, दिनुभयो र ताकि उहाँमाथि, सुन्नुहोस् राम्रोसँग, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। हालेलुया। तर पुत्रलाई यहाँ चाहिँ किन दिइएको भन्दाखेरि र चाहिँ जसले पुत्रमाथि विश्वास गर्छ त्यो पहिलो कुरो नाश नहोस् भनेको छ, अनि दोस्रो कुरो उसले चाहिँ के छ, जीवन पाओस्। जीवन चाहिँ पुत्रमा रहेछ। आमेन। जीवन र तपाईहरु मलाई पाउने जीवन चाहिँ पुत्रमा रहेछ र त्यसैले यहाँ पुत्रलाई संसारमा उहाँले बढाउनु भएको रहेछ हैन। तर जसले भनेको चाहिँ जसले उहाँमाथि विश्वास गर्नु छ त्यसले मात्रै त्यो जीवन पाउँछ। यो जीवन चाहिँ हर कसैले पाउँदैन। परमेश्वरले तपाईलाई प्रेम गर्नुभएको छ, मलाई प्रेम गर्नुभएको छ, र तर त्यसमा जीवन चाहिँ छैन। उहाँले तपाईलाई मलाई प्रेम मात्रै गर्नुभएको छ, तर उहाँले जीवन दिनुभएको छैन। परमेश्वरले तपाईलाई प्रेम गर्नुभएको छ र मलाई प्रेम गर्नुभएको छ, तर जीवन चाहिँ पुत्रको हातमा छ।
सरी खोकी लागेर यहाँ लेख्नु रहेछ कि चाहिँ पुत्रलाई दिनुभयो भन्नुको अर्थ चाहिँ जसले चाहिँ उहाँमाथि विश्वास गर्नुहुन्छ त्यसैले मात्रै जीवन छ होइन। र त्यसै गरी हामी पुत्र यस संसारमा आएको कुरा हामी थाहा पाउँदछ, हामी सबैले थाहा छ। यसो ख्रिस्ट यो संसारमा आउनुभयो होइन, त्यस बेला त्यसको अथीनमा उहाँले दुःख भोग्नुभयो, पापीहरूको निम्ति उहाँ क्रोसमा टाँगिनुभयो, उहाँ के गर्नुभयो, मर्नुभयो, अनि तेस्रै दिनमा उहाँ के गर्नुभयो, जी उठ्नुभयो। तर यो कुरालाई हो भनेर विश्वास गर्ने चाहिँ उस चाहिँ नाश नहोस् भनेको छ, तर त्यसले चाहिँ जीवन पाओस् भनेको छ। आमेन। र त्यसै गरी परमेश्वरले तपाईँ र मलाई निम्ति पुत्र दिनुभएको छ, अनि जीवन चाहिँ तपाईँ र मेरो हातमा छ। यदि हामीले पुत्रलाई विश्वास गर्यौँ भने निश्चय पनि परमेश्वरले तपाईँ र मलाई त्यो जीवन दिनुहुनेछ। यदि हामीले पुत्रमाथि विश्वास गरेन भने तपाईँ र मैले त्यो जीवन पाउनेछ। हालेलुया। र फेरि म पढेर सुनाउन चाहन्छु। र किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, र ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले आनन्द जीवन पाओस्। हालेलुया। र पुत्र प्रभु यीशु ख्रिस्ट संसारमा आउनुभएको उद्देश्य चाहिँ यो नै रहेछ मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू। अझै जसले पुत्रमाथि विश्वास गर्छ, जसले पुत्रमा विश्वास गर्छ, तर जीवन चाहिँ त्यसैमै छ, जीवन चाहिँ त्यसैले मात्रै पाउँदछ। हुन्छ, यहाँहरू सबैले ख्रिस्ट येशूको नाममा जय मसीह।